विश्वका ठुला एन्टरप्रेन्योरहरूले डिसिजन बनाउनु अगाडि युज गर्ने टुलको कुरा गरौँ आज। त्यो हो SWOT एनालिसिस। तपाईँले कहिले आफ्नो बिजनेसमा SWOT एनालिसिस गर्नुभएको छैन भने तपाईँले बिजनेसलाई आँखा बन्द गरेर चलाउँदै हुनुहुन्छ। आजको भिडियोमा म तपाईँलाई SWOT एनालिसिस कसरी बिजनेसमा युज गर्ने भनेर सिकाउँछु। SWOT एनालिसिसले तपाईँको बिजनेसमा भएको स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटी र थ्रेटलाई पत्ता लगाउन हेल्प गर्छ। SWOT एनालिसिस एजम्पसनबाट बन्दैन, यसलाई कम्प्लिट डिटेलमा एनालिसिस गर्नुपर्छ। सबभन्दा पहिला हो स्ट्रेन्थ। तपाईँको बिजनेसको कम्पिटिटिभ एडभान्टेज नै तपाईँको स्ट्रेन्थ हो। तपाईँको टिम, प्रडक्ट, क्वालिटी, सर्भिस। सेकेन्ड हो विकनेस। हरेक बिजनेसमा विकनेसेसहरू हुन्छ, तर तपाईँलाई त्यो विकनेसको बारेमा थाहा छैन भने बिजनेसलाई कसरी इम्प्रुभ गर्ने भन्ने कुराको आइडिया हुँदैन। तपाईँको विकनेस लुकाउनु सोल्युसन होइन, तपाईँको विकनेसलाई एक्सेप्ट गरेर त्यसलाई इम्प्रुभ गर्नु चाहिँ सबैभन्दा ठुलो सोल्युसन हुन्छ। थर्डमा छ अपर्च्युनिटिज। अपर्च्युनिटी भनेको तपाईँको बिजनेसमा नभएको तर तपाईँले बिजनेसमा ल्याउन सक्ने नेक्स्ट स्टेप। सक्सेसफुल बिजनेसहरूले अपर्च्युनिटी वेट गर्दैन, उनीहरूले अपर्च्युनिटी क्रिएट गर्छ। अनि फोर्थमा छ थ्रेट। तपाईँको बिजनेसमा कस्तो खाले प्रब्लम आउन सक्छन् भनेर पहिले नै एनालाइसिस गर्नु थ्रेट एनालिसिस हो। तपाईँले अब आफ्नो बिजनेसबारे सोच्नुहोस् अनि पेपरमा लेख्नुहोस् तपाईँको बिजनेसको स्ट्रेन्थ के हो, विकनेस के हो, थ्रेट के हो, अपर्च्युनिटी कहाँ छ, अनि ती पार्टहरूमा काम गर्न थाल्नुहोस्।